अहिले मैले हैन भ्लगिङको लागि एउटा माइक ल्याएको छु जुन चाहिँ वायरलेस हो हैन तर के कस्तो काम गर्छ थाहा छैन यसमा एक्सेसरिजहरु चाहिँ के हुन्छ देखाउने छु हैन यो चाहिँ के भन्छ यसलाई थाहा छैन यार यो चौरीको भुत्ला हैन जसले चाहिँ त्यो हावाहरु आउँछ नि नोइज चाहिँ आउँदैन यसलाई के भन्छ चाहिँ मलाई खासै थाहा छैन हैन तर यसको यो राख्दाखेरि चाहिँ अलि नोइज चाहिँ आउँदैन भन्दै हुनुहुन्थ्यो हैन अनि यसमा दुईटा चाहिँ माइक आउँछ अनि एउटा यो चाहिँ के हो यो आई डोन्ट नो तर कनेक्टर होला सायद जहाँसम्म लाग्छ हैन यो चाहिँ कनेक्ट यो मोबाइलमा कनेक्ट गरेर चाहिँ अनि यो माइक यहाँनिर छ यो चाहिँ अन गरेपछि माइक अन गरेपछि हैन कनेक्ट हुन्छ सो के हो चाहिँ थाहा छैन जस्ट कनेक्टर जस्तो लाग्यो मलाई चाहिँ कनेक्टर होला हुन सक्छ देखे नि छैन यार अनि यो चाहिँ माइक हो TX को माइक रहेछ जस्ट अब हुन त अलि महँगो पनि पाइन्छ होला यो चाहिँ अलि लो बजेटकै हो हैन सो अनि यो चाहिँ चाइनिज रहेछ चाइनाको माल हो साथीहरु है यो चाहिँ न वारेन्टी ग्यारेन्टी खासै केही छैन यसमा अनि नर्मली यसको युज चाहिँ दिस लाइभ शोमा नि चल्ने रहेछ इन्टरभ्यूको लागि नि युज हुँदो रहेछ हैन भ्लगिङ शर्ट्सको लागि नि हुँदो रहेछ शर्ट्स भिडियोको तर मैले चाहिँ फुल भिडियोको लागि ल्याए हो है के कस्तो काम गर्छ मैले चेक गरेर देखाउँछु हैन अनि कस्तो साउन्ड आउँछ त्यो पनि हेर्छु सो एउटामा चाहिँ हैन मैले माइक सेट गरिसके माइक सेट भन्नाले यो चौरीको भुत्ला सेट गरिसके अब यसको नाम चाहिँ मलाई थाहा छैन हैन सो त्यही भएर अनि अर्को चाहिँ म सेट गरेर देखाउँछु हैन अब साउन्ड पनि के कस्तो आइराछ साउन्ड पनि के कस्तो आइराछ जस रेकर्ड भइराछ यसबाटै अनि यो चाहिँ म मिलाएर देखाइराछु हैन यसको चाहिँ यहाँनेरि खोइ देख्दैन रहेछ यार कताबाट देखाउँ जस यहाँनेर चाहिँ एउटा डुलो छ अनि यहाँ एउटा छ हैन यहाँ पनि अनि यसलाई चाहिँ यसमा टक्क मिलाएर हैन यसरी अड्दैन त रानमाथिको छोरी के भयो ओइ सिकाउन लाग्यो आफै सिक्नु पर्ने भयो जस्तो लाग्यो ल भयो टक्क यसमा त्यस डुलोमा यो भित्र डुलो छ त्यसमा छिराएर चाहिँ यसरी घुमाएपछि रेडी हुन्छ है अब यसलाई बवाल छ यार के छैन यो चाहिँ अब यतिकै रेडी भयो हैन अन गरेपछि यो चलिहाल्छ तर अहिले चाहिँ मैले अर्को लगाइसकेको छु सो यो चाहिँ अन नगरौँ होला हैन भोइस पनि के कस्तो आइराछ अब हेर्नु नै सक्नुहुन्छ सुन्नु नै सक्नुहुन्छ हैन अहिले चाहिँ नर्मली यतिकै त अब राम्रै आउला हैन नर्मली यतिकै त राम्रै आउँछ होला तर बाइकमा चाहिँ कतिको नोइज आउँछ आउँदैन थाहा छैन है सो त्यही भएर एकछिनमा चाहिँ बाइकमा पनि देखाउँछु माइक युज गरेर अनि बाइक पनि चलाउँछ हैन कतिको नोइज आउँछ यहाँ आउँदैन हेरौँ अनि भोइस कतिको क्लियर आउँछ त्यो पनि हेर्छु हैन सो अहिलेलाई चाहिँ यति नै अनि अब बाइकमा भेटौँला Bye. What's up everyone, this is Boy Sudhi from Noakot and welcome back to my another episode of R1 Box. आज चाहिँ हामी आएको छ माइक चेक गर्न हैन के कस्तो आउँछ अनि यहाँबाट यतिको राख्दाखेरि खास अहिले मैले चेस्टमा राखेको छु क्या सो अनि चेस्टमा राख्दा साउन्ड आउँछ आउँदैन हेरौँ अनि हावाको साउन्ड के कति आउँछ सो दुवै चेक गरेछ बिस्तारै पनि चेक गर्छौँ स्पिड पनि चेक गर्छौँ हैन अनि चाहिँ बाइक चाहिँ नपसोस् भन्ने कुरा हो बस्दैन नि होइन होला 1000 रुपैयाँ छैन होला मसँग धन्दा पऱ्यो
होइन होला मसँग 1000 रुपियाँ छैन होला अर्को आउँदैछ अर्को सक्यो पुरा होला यार मेरै बाटो काट्नुपर्छ र त्यही भएर भने चाहिँ होइन होला मसँग 1000 रुपियाँ छैन होला अहिले होइन कोही 1000 रुपियाँ तिराउनु हुन्छ चल्लाहरू आएर अलि भाले नै आयो त साइड लाग्यो अब 1015 छैन मसँग यस्तो यस्तो हुन्छ ओ काका काका पुरा ठुलो राख्नु पर्यो Now look at this. It's my village. यस यो हाम्रो रोपबारी होइन है फेरि केटा अरू जेसुकै जे भने हाम्रो होइन यो सबै देखिरहेको हाम्रो होइन यो मान्छेको अब जस्तै जे भयो साउन्डहरू अब यहाँ बसेर हामी चाहिँ साउन्ड चेक गर्छौँ है के कस्तो आउँछ भनेर अनि त्यसपछि फेरि अर्को भिडियो सुरु गर्छौँ ओके ओके स्पिडमा चाहिँ अलिक आउँदो रहेछ है क्यारियर यतिकै स्पिडमा त आउनु भएन है यतिकै स्पिडमा नि क्यारकेर आयो भने चाहिँ आउँछ नर्मली भनेकोमा 80-90 सम्म चाहिँ धेरै आउनु भएन क्या साउन्ड आउनु भएन है